नमस्ते। आज म तपाईलाई हाम्रो यो मगरहरूको पुरानो संस्कृति, पुरानो सम्पदा, पुरानो सम्पत्ति भनौँ मारुनी नाचको परिचय तथा यो सम्बन्धी केही जानकारीहरू गराउन चाहन्छु। यसको समसामयिक अवस्था र यसलाई कसरी जगेर्ना गर्ने र यसको चुनौतीहरू के छन् भन्ने सम्बन्धमा म केही जानकारी गराउन चाहन्छु। मारुनी नाच भनेको खासमा मगर समुदायको पुरानो सांस्कृतिक सम्पदा हो। यस नाचमा परम्परागत पोसाक, बाजागाजा, गीत सङ्गीत र हास्यात्मक अनि व्यङ्ग्यात्मक तरिकाले संवाद मार्फत सामाजिक सन्देश पनि प्रकट गरिन्छ। प्राय यो नाच चाहिँ विशेष गरी धार्मिक, सांस्कृतिक पर्व, विवाह तथा उत्सवहरूमा प्रस्तुत गरिन्छ। यसले मात्र मनोरञ्जन दिनलाई नभई समुदायहरूबीच एकता र पहिचानको प्रभाव जागृत गराउँछ र यो मारुनी नाचसँग चाहिँ एउटा दैविक शक्ति र धार्मिक महत्त्व पनि विशेष रहेको छ। यसमा चाहिँ जस्तै मारुनी नाचलाई मगर समुदायले केवल नाचको रूपमा मात्रै लिएको हुँदैन क्या, यसमा चाहिँ दैविक शक्ति पनि बोकेको हुन्छ। सांस्कृतिक विधिका रूपमा पनि हेर्ने गर्दछ। जस्तै यस नाच मार्फत चाहिँ देवी देवतामा श्रद्धा अर्पण गर्ने विश्वास छ। घर परिवारमा रोग अशुभ शक्तिलाई टार्ने र सुख समृद्धि ल्याउने जनविश्वास पनि रहेको छ। विशेष गरी पूजाआजा र अनुष्ठानमा मारुनी नाचको आमन्त्रण गर्नु भएमा धार्मिक सामाजिक पुण्य प्राप्त हुन्छ भन्ने पनि मान्यता छ। र यसको हालको अवस्था चाहिँ हाम्रो ठाउँमा चाहिँ कसरी चलिरहेको छ भने आज पनि यो धार्मिक मारुनी नाचलाई चाहिँ इच्छुक परिवारहरूले चाहिँ आफ्नो घरमा विशेष धार्मिक पूजा वा उत्सवहरूमा मारुनी नाच निम्ताउने प्रचलन कायमै छ। निम्तो गर्ने, बोलाउने, आमन्त्रण गर्ने प्रचलन छ होइन। नाच प्रदर्शन पश्चात चाहिँ मानिसहरूले दान दक्षिणा दिने पनि चलन छ, जसले गर्दा नाचको आर्थिक जगेर्ना गर्न सहयोग पुर्याइरहेको हुन्छ। यस सङ्कलित रकमबाट चाहिँ नाचका लागि बाजागाजा, पोसाक र अन्य तयारीमा खर्च गरिन्छ। अनि जगेर्नामा देखिएको चुनौतीहरू पनि म तपाईँलाई भन्छु। यो मारुनी नाचको जगेर्ना गर्नको लागि धेरै चुनौतीहरू छ। जस्तै नयाँ पुस्ता, नयाँ जेनेरेसनले चाहिँ आधुनिक गीत सङ्गीतहरू, नृत्यहरूलाई, मनोरञ्जनलाई प्राथमिकता दिँदै गर्दा मारुनी नाचहरू बिर्सिँदै गएको देखिन्छ। अनि अब यसमा चाहिँ प्राप्त प्रचार प्रसारको पनि कमी हो। विद्यालय स्तरमा पाठ्यक्रम वा अतिरिक्त गतिविधिमा समावेश नहुनु वा युवा पुस्तामा अभावको रुचिहरू होइन, रुचिको अभाव हुने र संरक्षण गर्नलाई चाहिँ त्यो कारणले पनि हामीलाई गाह्रो भइरहेको छ। अनि संरक्षण र जगेर्ना गर्नलाई चाहिँ अब भूमिका कसको भन्नेमा चाहिँ स्थानीय सरकारको पनि भूमिका हुन्छ। स्थानीय सरकारले सांस्कृतिक कोष स्थापना गरी नाच समूहलाई आर्थिक सहयोग गर्ने, गाउँपालिकाले वार्षिक सांस्कृतिक कार्यक्रममा मारुनी नाचलाई अनिवार्य रूपमा स्थान दिने, अनि विद्यालयमा सांस्कृतिक शिक्षा अन्तर्गत मारुनी नाचको प्रशिक्षण सुरु गर्नुपर्दछ। विद्यालयहरूमा अहिले त सामुदायिक स्तरको एउटा पाठ्यपुस्तक निर्माण गरिन्छ। यसमा चाहिँ मारुनी नाचको बारेमा पनि अध्यापन सुरु गर्नुपर्छ होइन। त्यसपछि स्थानीय समुदायको हकमा चाहिँ अब जुन समुदाय जस्तै हामी नै हाम्रै कुरा गरौँ, हामी चाहिँ नाच प्रदर्शनमा चाहिँ सक्रिय सहभागिता जनाउनु पर्छ। नयाँ पुस्तालाई सिकाउने, गुरु शिक्षा परम्पराहरू जोगाउने, सामाजिक समारोहमा चाहिँ परम्परागत नाचहरूलाई चाहिँ प्राथमिकता दिने गर्नुपर्दछ। र सङ्घ संस्थाहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ होइन। सङ्घ संस्थाहरू युवाहरूले पनि चाहिँ सांस्कृतिक क्लब वा युवा समूह मार्फत चाहिँ अभ्यास गर्ने अनि डिजिटल मिडिया, युट्युब, टिकटक, फेसबुकहरूमा चाहिँ नाचलाई प्रस्तुत गरेर प्रचार गर्नुपर्दछ। नाचका इतिहास, पोसाक, बाजागाजाको संरक्षणको लागि चाहिँ सङ्ग्रहालय र स्थानीय सांस्कृतिक घरको स्थापना पनि गर्नुपर्दछ। तसर्थ मारुनी नाच केवल मगर समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरूको सांस्कृतिक सम्पदा हो। यसको जगेर्ना गर्ने स्थानीय सरकार, सामुदायिक सङ्घ संस्था र नयाँ पुस्ताको सहकार्य अपरिहार्य छ। दान दक्षिणा सङ्कलन, प्रचार प्रसार, शैक्षिक कार्यक्रम र डिजिटल माध्यमको प्रयोगले मारुनी नाचलाई अझ सशक्त रूपमा अगाडि बढाउँदै आगामी पुस्तामा हस्तान्तरण गर्न चाहिँ सकिन्छ भन्दै मेरो यो मैले चाहिँ एउटा छोटो मारुनी सम्बन्धी केही कुरा राखेँ। तपाईँहरूको समाजमा चाहिँ कसरी मारुनी नाचको जगेर्ना भइरहेको छ यो बारेमा पनि तपाईँहरूले कमेन्ट गर्नु होला र सल्लाह सुझाव भए कमेन्ट गर्नु होला है त। हस्।